हर्क साम्पाङ प्रधानमन्त्री बन्यो भने सल्लाहकार कतिजना राख्छन्? पोलिटिकल डिसिजन म आफैले लिन्छु। पोलिटिकल एडभाइजर मेरो कोही राजनीतिक सल्लाहकार हर्क साम्पाङले राख्दैन। हुँदैन, कानुनी मात्रै हुन्छ मेरो, अरू केही कानुनीदेखि यो प्राविधिक विषयमा एक दुईवटा एक दुईजना हुनसक्छ, त्यो भन्दा धेरै हुँदैन। धेरै सल्लाहकार राख्नै हुँदैन नि। लिडर भने त क्लियर हुनुपर्छ क्या, क्लियर हुने हो। एकजनाले मात्रै गरेको निर्णय कहिलेकाहीँ गल्ती पनि हुन्छ नि। डिसिजन स्विफ्ट गर्ने हो, डिसिजन गरेपछि रिग्रेट गर्नु हुँदैन, त्यसैलाई पेलेर लानुपर्छ। एकल निर्णय कहिलेकाहीँ गल्ती पनि हुन्छ भन्छ। हुँदैन, गर्नै हुँदैन। त्यो डिसिजन गर्न नसक्ने त लिडरै होइन भन्छु झन्। ए शरीरमा तपाईँको दुईवटा हात छ नि, तपाईँको छ खुट्टा कतिवटा? दुईटै छ। दुईवटा। टाउको कतिवटा? एउटा। एउटा टाउकोले चलेको छ। क्लियर। तपाईँको दुईवटा टाउको भइदिए, दाहिने हातले एउटा भन्थ्यो, देब्रेले अर्को भन्थ्यो, एउटाले एउटा प्रश्न सोध्नु भन्थ्यो, अर्कोले जिब्रो पक्रिन्थ्यो, के सोध्ने यहाँ? विरोधाभास। तपाईँको दुईवटा टाउको भइदिएको भयो नि, एउटाले चाहिँ यहीँ बसेर प्रश्न सोध्नुपर्छ हर्क साम्पाङलाई भन्थ्यो, अर्कोले ढोका खनेर चलिदिइहाल्नु भाइ भन्थ्यो। कुरा बुझ्नुभयो नि? अब त्यही कुरा तपाईँले अहिले आफ्नो पार्टीमा पनि लागू गरिराख्नु भएको छ। पार्टीको अनुशासन नमान्ने मान्छेलाई तपाईँले फेसबुक स्ट्याटस मार्फत निलम्बन गरिदिनु। त्यही हो। श्रम संस्कृतिमा बस्ने भने त्यही हो, नबस्ने भने डोर इज ओपन होइन। एभ्रिबडी इज वेलकम बट नो बडी इज फोर्स्ड। कसैलाई पनि हामी फोर्स गरेर राख्दैनौँ। फ्री टु गो, फ्री टु कम। पार्टी यसरी चल्नुपर्छ।